वेलकम साथीहरु सबैलाई नमस्ते। एउटा कुरा भन्न मन लाग्यो मलाई नेताहरुको बारेमा के नेताहरु बाठो भयो भने जनतालाई याप्ने नेताहरु लाटो भयो भने जनताले याप्दो रहेछ के त्यो महावीर पुन सोझो भएर सबै कसैले लाटो अल्याङ्ग्रो टङ्ग्रा यस्ताले पनि देश कसरी बनाउँछ भन्छ कसैले फेरि किताब बेचे भनेर थुक्नी र घुचेट्नी पिट्लादै गर्छ यस्तो गर्न त नहुने हो नि नेताले पनि जनतालाई जनताले पनि नेतालाई याप्न हुँदैन खास भन्ने नि एकदम समान रूप हुनुपर्छ बराबर हुनुपर्छ के नेताले पनि जनतालाई जनताले पनि नेतालाई मान्नुपर्छ नेता नभई जनता हुन्न जनता नभई नेता हुन्न अब पहिलाको नेताहरूले कति कानुन बिगार्ने आफू ल्याइराखेको कानुन पनि व्यवहारमा नउतारेर अनेक गरेछ उहाँहरूलाई केही गर्न सके छैन के जनताले अनि महावीर पुनलाई त्यो सोझो देखेर अब जे मनलाई बोलेछन् अब घुच्याउने के गरेको त्यस्तो यस्तो गर्न हुन्न है कसैले पनि कसैलाई पनि